जस्तो पश्चिम एरियामा पनि जानुभयो होइन, जस्तो पश्चिममा चाहिँ गइरहँदाखेरि चाहिँ त्यहाँको चाहिँ जनताहरूबाट चाहिँ कस्तो माया पाउनुभयो? अत्यन्तै धेरै माया छ, अत्यन्तै धेरै माया छ। तथापि अब हामी अस्ति भर्खर गयौँ होइन, यो फेरि अनेक परिको लगाइदिएको छ क्या होइन, नयाँहरूलाई हेप्नका लागि त अनेक लगाइदिएको छ नि त। मलाई लाग्छ त्यही हो, अब यो प्रचार प्रसार नहोस् भन्ने पनि छ होइन। अब हाम्रो आज कति गर्थ्यो 15 होइन, 15 भोलि मात्रै 2 महिना हुँदैछ पार्टीको सर्टिफिकेट लिएको, अनि 2 महिनै भएको छैन होइन। हामीले ठुलो तपाईँको चाहिँ नि दलहरूलाई थुरुरु कामले बनाइदियो, गठबन्धन गरेर हिँड्नुपर्ने थियो 2 महिनाभित्र। अब यो प्रचारको रफ्तारलाई रोक्नका लागि पनि होला, अब के गरेर खोइ आचार संहिता के भन्नेहरू छ। अनि अब पोखरा गएको मैदानमा गर्नुपर्ने कार्यक्रम अब त्यहाँनिर नगर्नु है भनेर सबैतिरबाट चाहिँ नि आएर साथीहरूले एउटा कोठाभित्र गऱ्यो। धादिङको कार्यक्रम पनि क्यान्सल भयो है, अब फागुन 4 पछाडि मात्रै चाहिँ नि हुने भयो। त्यसले गर्दाखेरि चाहिँ तपाईँको जुन खालको लहरमा गएर अब अस्ति सुर्खेतमा जाँदाखेरि हामी नसक्नुको भिड होइन, त्यो खालको चाहिँ नि छ त्यहाँ पनि। र त्यसले गर्दाखेरि पश्चिमतिर पनि तपाईँको एकदम राम्रो छ र पश्चिमतिरका हाम्रो उम्मेदवारहरूलाई पनि सबैजनाले भोट हालेर जिताइदिनु होला र म त्यो भन्न चाहन्छु। अब अर्को कुरा, गठबन्धनको कुरा गर्दा नि अध्यक्ष, जस्तै अब तपाईँको यो 1.5 लाख मतदाता सङ्ख्या रहेको सुनसरी निर्वाचन क्षेत्र 1 मा अघोषित कतै दलहरूबीच गठबन्धन भएर चाहिँ बलियो उम्मेदवारलाई हराउने कुरा पनि छ भन्ने खालका पनि कुराहरू आएका छन् होइन, के भन्नु चाहिँ यो सवालमा? यस्तो छ, गठबन्धन त नेताहरूले गर्ने नै हो होइन। हजुर, किनभने नेता घोषित भएन अघोषित सत्ता यस्तो हुन्छ, नेताहरू चाहिँ कस्तो हुन्छन् भने तपाईँको कुर्सीमा बस्नको लागि सबै तपाईँको चाहिँ नि विधि अप्नाउन खोज्ने खालका हुन्छ, तर भोट त मतदातासँग हुन्छ होइन। जसले जे नै भनोस्, नेपालमा 5% मान्छे मात्रै यो राजनीतिक गतिविधि यो त्योमा आबद्ध हुन्छन् कि अरू 95% मान्छे भनेको स्वतन्त्र रहन्छ। त्यस्तो नहुने हो भनेदेखि त भोट के चुनावमा प्रचार प्रसार किन गर्नु र आफ्नो यति छँदैछ भने डाइरेक्ट चुनावमा जाँदा भइहाल्छ। त्यसो भएको कारणले गर्दाखेरि अब मतदाताहरूले, आम जनताले गठबन्धन गर्दैन, गठबन्धन रुचाउँदैन पनि होइन। माथि शीर्षस्थ स्थानमा रहेका नेता लगायत चाहिँ अब विभिन्न तहका नेता र एकदम धेरै कट्टर भनौँ न पूर्णकालीन रूपमा लाग्ने कार्यकर्ताहरू बिचमा सहकार्य हुनसक्छ होइन, तर त्यो पनि राम्रोसँग भइरहेको हुँदैन भने जनताबाट चाहिँ जनतामा गठबन्धन हुँदैन। यसको उदाहरण चाहिँ के पनि हो भन्दाखेरि 79 सालमा मैले उम्मेदवारी दिँदै गर्दा पनि मेरो निकटतम प्रतिद्वन्दी जो दल थियो होइन, जो उम्मेदवार हुनुहुन्थ्यो, उहाँ 4-5 वटा दलहरूको गठबन्धन नै हुनुहुन्थ्यो होइन। तथापि म एक्लो स्वतन्त्र व्यक्तिले नै जितेँ, उहाँलाई झन्डै 5000 को मतान्तरले जितेँ, अर्को त 8